दोस्रो दिनको काममा फेरि हामीहरू आइपुगिसकेका छौँ साथीहरू। यहाँनिर अलिक फ्रेस हुनु भएको छैन क्या सिन्दै। काम गर्नुपर्ने छ यहाँनिर। अब दोस्रो दिनमा हामीले फेरि पुरी खुवाउनु। यहाँनिर चाहिँ हामीले पर्खालै कानलाई यसलाई चाहिँ जमिन थाम्ने जग यहाँनिर वस्तुहरूले खोटाल्दै रहेछ। यहाँ हाम्रो यहाँ दिपेन सर अनि धनको भाइ सिक्कुमा दाजु तेल भाइ सिंह हाम्रो अङ्कल यतातिर हाम्रो बहिनीहरू। यस्तो काम अब कति 16-17 साल भइसक्यो यहाँ काम गरेको। खोइ त नि खातामा मात्रै विवरण छ, नाम यस्तो भिजुअली छैन कि आजबाट नै सुरु गरेको। अब एउटा यो इतिहास रहन्छ। भोलि हामी यहाँबाट हाम्रो शेषपछि पनि हाम्रो भावी पुस्ताहरूले पनि हेर्छ क्या हामीले गरेको दुःख, चिन्भाइहरूले दाजुहरूले गरेको दुःखहरू। हाम्रो आज माघ महिनाको कति गते? आज 11 गते, 11-12 आज माघ महिनाको 12 गते फेरि हामीले काम सुरु गरेका छौँ। सोमबारको बिहानै गर्छ कल्ला ठोक्सियो न, कल्ला चाहिँ ठोक्नुहुन्छ जे परिआयो त्यही गर्ने हो क्या। यहाँ सिबेटीबाटै मुस्नुपर्छ भन्ने छैन क्या। दाजु जयमसी आइपुग्नु भयो हाम्रो बादल सर। निकै गहिरो भने हाफ हिलेका गहिरो भने हजुर गएर आउनु पर्ने। यसलाई सखारले काम भइरहेको छ। अस्ति नै 3 फिट चाहिँ वाल खनेकै हो, तर अलि यसलाई अलिकति सखार्नु परेछ। अपुग भयो अलिकति, पिलर गाड्नु पर्ने भएकोले गर्दाखेरि यहाँनिर 16 mm होइन 16 mm को 4वटा रड भएको चाहिँ पिलर बनाएर भाइ सर ढुङ्गा अब अहिलेको यहाँको स्वरूप चाहिँ यस्तो छ। अब यसलाई बनाउँदै गर्दाखेरि चाहिँ कस्तो हुन्छ भोलि बिचमा हामी राख्दै नै जानेछौँ। स्वरूप चाहिँ यस्तो छ। जग बलियो त घर बलियो भने जस्तै यहाँनिर जगलाई अलिक राम्रो बनाउनुको लागि बलियो बनाउनको लागि यो जगलाई चाहिँ यो टोइलेटको पछाडिको यो जग सेफ्टी ट्याङ्कीको यो जगलाई चाहिँ बलियो बनाउनुको लागि यहाँबाट बर्खा लगाउने काम चाहिँ हाम्रो दर्शकले गर्नुहुन्छ।
सोधिनँ यसो सोधिनु कहाँ आज मिस्त्रीहरू सापहरू पनि आइसक्नु भएको छ अब मिस्त्री जे पनि भर्सटाइल हो क्या फेरि बहुप्रतिभाशाली हुनुहुन्छ क्या उहाँहरू चाहिँ जे पनि गरिहाल्ने होइन नि यहाँ ए लु जय मसी हो हेलो भान्जा हो ठिक्क गर्नुपर्छ यस्तो थियो पहिलाको यहाँनिर छ यो टोइलेट हो पहिलाको टोइलेटको सेफ्टी ट्याङ्की पुरानो सेफ्टी ट्याङ्की चर्चको यसलाई पनि अब भत्काएर चाहिँ अर्कै यहाँनिर वाल लगाउँदैछौँ तलबाट हाम्रो किचन अनि पहिला बनाएको यो टोइलेट यस्तो छ अहिलेको स्वरूप यहाँ ढुङ्गा हामीले राखेको छ रडहरू यो पुरानो पहिलेको सेफ्टी ट्याङ्की यहीँनिर अनि तपाईँले देखाएको यहीँनिर गर्नु परेछ यहीँनिर हाँसोडा खतरा छ त यहाँ लामो के मुर्राको
चाकुमा 60 ल खाजा खानालाई बोलाइसक्नु भयो अब हामी जान लागेका छौँ लगाइ पनि रिसाएर छन् फेरि के गर्नु बहिनी बुहारीहरू सबै ल दाजु खारिने आबा खारिने अब खाजा ब्रेकफास्ट है ब्रेकफास्टको टाइम ए भइसकेको रहेछ खाजा बुढा खरे हाम्रो खाजा यस्तो छ कुखुरा अचल मान नि मेरो मार्कल दे मार्कल 9 नम्बरे राजु हो नि मा अचल कोही छ भने भन्नु के को अचल हो रे बोइलरको रे कुखुराको मासु अचलमा गरिने कुखुरा नै अचल होइन अचल छ भने आलु र आलु कोपी के अचल छ भने त गर्नु पर्यो ब्यास त भन्नु कोही र मलाई हो नि सानी पछि ढुन्डु लोटो हुन्छ नि मलाई त्यही भएर ब्याट्री नि चार्ज लिने नै कि कान्छ नि त्यो म नि होइन म न खिचेको भएन भिडियो के ल वागी नै अब फेरि ल खाजा अब खाइसकियो अब काममा जाउँ बादलजी ल आउनु काममा पस्नु अब क्यामेरा फोकस के क्यामेरा फोकस ल खतरा 4 फिटै छ होला हो र 4.5 फिट नै छ होला नि बादलजी यहाँ भित्र पस्दा कति हुँदो रहेछ देखिँदो रहेछ 3 फिट 3.5 फिटै होला कुनै पनि
Orang ni. यो खनेर पनि यो चाहिँ ढुङ्गाको ढुङ्गा यहाँबाट मास्तिर पर्खाल वाल भयो हैन पर्खाल राख्ने भाग भयो अब यो पिलरको लागि अलिकति गहिरो पिलर राख्ने जग त्यो पहिला राख्ने जग हो एक फुट जति हामी खन्दैछौँ यार म्याजी ल सरसफाइ चाहिँ एकदम आशिषलाई डोको फरिस नि ओडा जग नै उहाँ नै हो फाउन्डेसन नै रङ्गमल पवित्र गर्छ Banja. Lord so itu. Biar banja. Eta po फालिदिनु पर्छ है माथि माथि होइ माथि फालिदिनु नि हजुर दाउरा चाहिँ एउटा एउटा फालिदिनु नि माथि तल अहिले पुरिन्छ कता हो त्यसरी फालिदिनु đi sửa đổ luôn đi sửa lùng tả luôn ra cho em không thì nó đi không em gần jadi kayak प्रतिक्रिया दिनु त के भयो अरे यो यतिको बलियो न हुन्छ अरे यो बोल्यो नि हुन्छ डी चाहिँ करा किलो भयो कि ए ल ठिक छ के गर्नु त जग्गै सानो छ 16 मा अर्को ठाउँनु पर्छ पर्दैन 12 mm को फेरि साह्रो पर्दैन त्यसलाई अब सकाइदिउँ ल भाइलाई पो भनेको त यहाँ जग सुरु भयो यसलाई चाहिँ हामीले त्यसरी यहाँनिर जोड्नु पर्ने परबाट आएको चाहिँ प्याज
त्यता गरौँ खर्नु पर्दैन त्यस्तो एक फुलेका मात्रै त्यहाँ कुनामा चाहिँ अलिक पर्छ त्यसको लेभल मिलाइदियो यो चाहिँ जगकै साथीहरू यतातिर साइड छ अब यताको काम सकेर यताको हामीले पिलर गाड्ने र जग सबै खनिसकेको छ यस्तो छ त्यसपछि हामीले यता सुरु सुरु गऱ्यौँ साथीहरू यो पिलर राख्नको लागि हात्ती पहिलाको लागि चाहिँ यहाँ नरेश्वरले सोलिङ गर्नु हुँदैछ सोलिङको काम यतातिर सकेको छ 3 फिट 3.5 फिट छ त्यो अझै काला खनेर यताबाट हेर्ने भने त निकै गहिरो पो छ त जाने तपाईँ ए हौ आउनु के भन्नु नि माथि आउनु ल यार मेरे
आउनुपर्छ हातमा काट्छ कोदी चप्पल गरेको त्यो सबै सफा निकालिदिनु माटो परेन क्या त्यस्तै माथि नै जाऊ जग बलियो त घर बलियो हुन्छ साथीहरू यो खोलेको छ यो चाहिँ पछि दीर्घकालीन लङ लास्टिङ के तपाईँको 10 पछि माथि तला थाप्नलाई माथि यो पछि गएर बिल्डिङ बन्न पनि सक्छ क्या बिल्डिङ त्यसलाई अन्डरग्राउन्ड गर्ने एउटा फ्ल्याट अर्को फ्ल्याटको माथिको जमिनको चर्चको जमिनको लेभलबाट फेरि अर्को तला थपेर चाहिँ बिल्डिङ घर बनाउनु पर्छ भन्ने भिजन राखेर अब हामी हाम्रो चर्चतर्फ जाँदैछौँ हाम्रो चर्चको टोइलेट छेउमा हामी बनाउन जान्छौँ जग हाम्रो सागर देवामा डुब्नुभयो उहाँको काम भए पानी भर्ने अनि पानी भरेको चाहिँ के गर्ने हजुर
Mall buat apaan? Orang mall. पानी बोतलमा गिट्टी आलुहरू सबै आजकल हाम्रो गाउँघरको गाईहरू हामीले त्यही भएर यो रहिरहेछ पछिसम्मको लागि त्यही भएर सङ्घर्षको बाटोहरू खतरा छ फेरि चाहिँ आपाकमा यहाँ कुनै ऊ छैन क्या कुनै मिस्त्री लेबर भन्ने नै हुँदैन क्याटेगोरी बाह्र बिस थप नगर्ने मैसा कडा लिने पनि के हाटलासम्म खायो होला नि हाटलासम्म सुमकाटालासम्म खायो सुमकाटाला सुमकाटाला चाहिँ अर्को टेपबाट होला नि टेप पुग्नु नि एक ताला दुई ताला तिन ताला मुन्डा त्यो बाटो बिचमा थप्नले कति गर्नुपर्ने सिक्को फेरि मुमा यता बिचमा थप्दाखेरि चाहिँ त्यसैमा हालिदिँदा भइहाल्यो नि मलाई हाते हाते पाक्नु नै भयो चाएको सघायो बिच बिचमा दुईवटा थपिदिउँ न मलाई बताएँ काचारबाट आएछ म गएँ बाएछु अर्को चुरी नबनाउने त्यसैमा थपिदिनेमा Monya kata monya masakan diri ni ayah ल्याउनु सब ल्याएँ म छोड्दिउँ ओइ बा कचम्बर लिएनु तिमीले ठिकै हुन्छ Hello.
देख्छु है यहाँतिर जग बसाल्नको लागि सिमेन्ट यसलाई के भन्छ यसलाई के भन्छ यो यसरी प्राविधिक भाषामा यसलाई अब के भन्ने यो जग बसाउनको लागि सकती जाने बसाल्नको लागि बलियोको लागि यसो यो पनि सपोर्टको लागि बलियोको मसला भनौँ न एउटा मुही भएन खाएर एउटा डिउ मुसा होला अन्यमा होला कोक साइडतिर होला आएन कोक चाहिन्छ त्यो खोले नि है खोला ठ्याक्कै जग चाहिँ राम्रै खनियो नि जगमा कुनै कम्प्लेन छैन नि डाउट छैन नो डाउटमा जगमा चाहिँ त्यति राम्रो होइन बाबुजी Biar biar bok bidai छ बियर बियर उडायो दाजु हाम्रो अङ्कल श्री ल नमस्ते काम ढमाढम रहेछ त्यसले यहाँ चार्ज गर भनेको त यसरी लाइनै बसेर हातै है लाइनै बसेर हातै हामीले मसला चाहिँ सिमेन्टी ढलान गर्दैछौँ ठुलो 40 हो लाइन सुरु भइसकेको छ यसरी जग ढलान गर्दैछौँ ल अब 1 बजिसक्यो त नि अनि त्यही भएर आज भुजा खुवाइ त नि फेरि भुजा खुवायो यसरी चाहिँ
कमिलाको टाँकी जस्तै बसेर चाहिँ हातै मसला ओसार्ने काम गरिरहेको पल्लोमा हाल्नु नि भएन भने छ भने पल्लोतिर हाल्नु अझै छ यो कामा नि अब ल्याउनु सबै ल्याउनु त्यो जाम मात्रै भइजान्छ यसै मिलाएर हालिदिउँ सबै सकाइदिउँ यहीँ हालिदिउँ मेरो चप्ली लगा न मेरो चप्ली यहाँ छ झन्डै धान भयो आयो हट नसक्नु सकि त हालेछ ल अब सक्यो होइन अब तलको जग त्यो हात्ती पाइला बसाउनको लागि त्यहाँ रिङ बुन्नु पर्यो के भन्छ जाली बुन्नको लागि तलको ढलाइ हुँदैछ जगको यसमाथि फेरि हामीले रिङ जाली बुन्छौँ होइन यहाँ हात्ती पाइलाको लागि जाली बुन्नु छ दुईजना हुना राम्रो एक कतिको हाल्नुभयो मसला कतिको हाल्नु मसला एकदम ठिक छ ओके छ हजुर 6 5 एकै बनाउनुपर्छ कराई हाल्नुपर्छ 5 एकै हाल्नुपर्छ
मसला यसरी नै ओभनमा चाहिँ डह्रो कडा हाल्नु पर्यो डह्रो हजुर हो रापर मसला चाहिँ निकै कडै हाल्ने जग बलियो नै हो होइन साथी दाजु यतिको जग बलियो नि होइन यतिको खतरा छ यहाँबाट खतरा हुने धेरै राम्रो हो यहाँ मजबुत भएको छ गरौँ हानौँ यति बेला 12 वर्षको 12.5 वर्षको 12 वर्षदेखि काम गर्दैछु भन्ने एउटा चिनो राखिराखेको छ एउटा फेरि मेमोरी त्यो सकेर जामा अब नटिने अब होइन धेरै मुरुदाको होला नि अब डेम गइदियो रहेछ अब खाना खानु अब सक्यो तलको त्यसपछि चाहिँ हामीहरू जाउँ अब यता पार्नुपर्छ यता हान्ने यता ले भयो आऊ अब खाना पस्कौँ अब खाना पस्किनु ल अनि खाना खाऊँ अब आजा जयमसी गरौँ जयमसी गरौँ त्यो मुखबाट तल हटाउनु अनि जयमसी गरौँ ल गुड गुड
हाम्रो यहाँ जुगन सरको कलर छ है यो अन्त जाली बन्ने काम भइरहेछ काटे हरेक भिडियोमा एक बाल्टी नै भएछ ल यो चाहिँ सुप है अब चाहिँ काम गरेको देखि है क्यामेरा फोकस हो नि मलाई हेडब्यान्ड मलाई फेरि यहाँको सिनियरै उहाँ नै हो ल लन्च टाइम खानाको समय आजको भेराइटी हाम्रो यस्तो छ सागर राई खानाको टाइम सुरु भयो साथीहरू ल कस्तो छ हौ भेराइटी आज भेराइटी खानु पर्यो नि त दाल पनि छ है साथीहरू अचल कतातिर हुनुहुन्छ अचल त छैन होला बिजोक छ नि बिजोक छ है रमाइलो छ के गर्नु अब कामको बेला छ यस्तै छ अनि पानी छ त नि ल म पानी ल्याइदिउँ दाजु पानी निकालिदिनु त खाना पछिको एकछिन हामी रेस्ट गर्नु पर्यो आराम गर्नु पर्यो यहाँ दुईजना छन् ए लु दुईजना अब एकछिन रेस्ट गरेर खाने बित्तिकै काममा पसिहाल्नु हुँदैन नि त एकछिन आराम गरेर चाहिँ रेस्ट गरेर काममा चाहिँ जानुपर्छ फेरि चाहिँ पसेर काममा त्यही त त्यो फेरि खुट्टा ऊ हुन्छ होला बल्झिन्छ होला पेरिसले गरिरहेको छ काम पेरिसको कमान मैले 12 वर्षको उमेरबाटै चर्चमा काम गरेर मैले सिकाइराखेको छु काम गर्नुपर्छ भन्ने कुरा चाहिँ
त्यसले त उसले पो झम्पलले पो गर्ने हो त झम्पलले गर्ने हो क्या त्यो चाहिँ त्यो नगर झम्पलले कोट्याउने अनि झम्पलले मात्रै जान्छ क्या झम्पल वा गैती झम्पल वा गैती खाना पछिको काममा हामीले अब खाना पछिको काममा फेरि प्रवेश गरिसकेका छौँ काम सुरु भइसक्यो खाना पछिको काममा फेरि लाग्छ ल खाना पछिको काममा हामीहरू लागिसकेका छौँ साथीहरू गर्दै गरेको काम चाहिँ यहाँनिर हो यहाँबाट मास्तिर वाल लगाएर चाहिँ उठाउनु पर्नेछ यहाँ अब्राहम पेरिस राई काम गरिरहेको छ काममा लागिसकेको छ अब्राहम हजुर ल बप्तेश्वर पोखरीको चाहिँ जग खन्ने कार्यक्रम चाहिँ अब अन्त्यतिर आइसकेको छ साथीहरू बप्तेश्वर पोखरीको जग चाहिँ वाल जोड्नु पर्ने भएकोले गर्दाखेरि यहाँ जग खन्दैछौँ त्यहाँदेखि यस्तै छ बसिसकेको छ यो जगको ढलान दिइसकेको छ 1 2 3 4वटा पिलर यहाँ अब चाहिँ लगभग 5:30 बजेको छ जाने बेला अब लगभग आजको कार्यक्रम भन्दा पनि आज कामबाट हामीहरू बिदा लिन गइसकेका छौँ आजको कामबाट हामीले छुट्टी लिन लागिरहेको छौँ अब यो एउटा पिलर चाहिँ बनिसक्नु पर्ने छ के गर्नु पर्ने छ
सुनिन राम्ररी छुट्टी भन्यो अरे यतापट्टि काम डमाडम भइराखेको छ धमाडम हुँदैछ आफ्नो आफ्नो डिपार्ट छ हाम्रो नरेश सरले यहाँ रिङ बुन्ने कार्यक्रम भइराखेको छ हाम्रो नरेश सरले रिङ बुन्नु हुँदैछ केही यो पनि एउटा कला हो नि त डिपार्ट हाँ धमाधम कामहरू हुँदैछ यो अनलिमिटेड हुन्छ 36 हामी कहिले अब जाऊँ न कि कसो ए चिसो मगाऊ कतातिर अनि के अरे डुङ्गी चिसो हजुर ल नरे एङ्गा सागरबाट सुटुका खने पर चिसो ठाङमा एक्सट्रिम डिउलाई सुनमा थियो डिउलाई सुनमा थियो डिउ खाएँ नि मलाई यहाँ छिन अब जान लागेको बेला यो के गर्नु छुट्टी हुने बेलामा फेरि चिसो दियो खाउँ भनेको मान्नुहुन्न फिटिक्कै साह्रै मजाको हुनुहुन्छ क्या हाम्रो यहाँनिर मिस्त्रीहरू चाहिँ नि मिस्त्री सापहरू चाहिँ धेरै राम्रो हुनुहुन्छ चिसो खाउँ है भनेर फिटिक्कै मानेको मान्दै मान्दैन अनि के गर्नु के गर्नु हुँदैछ यहाँ यसको चाहिँ मजाले म भइरहेको छु यहाँ अनुसन्धान यसको बारेमा के भइराखेको छ भनेर के छ कसो छ कति इन्च रहेछ त्यस्तो हो यसको यो कहाँ आज यो हरायो क्या त्यही भएर रेन्ज होइन 16-17को रेन्ज पनि 17को रेन्ज चाहिँ पाइरहेन क्या हटपट 14-15को चाहिँ जहाँ पनि पाइन्छ 17को चाहिँ पाइँदैन क्या रेन्ज